Hi guys, Assalamu alaikum. So the best way to win customer is to engage with customers. So कुनै customer को trust कुनै पनि business मा trust जित्न चाहनुहुन्छ अथवा you want to make your business really profitable or as a brand or marketing guy sales guy तपाईं आफ्नो customer को trust जित्न चाहनुहुन्छ भने is the best thing to is engage with them हैन उहाँको engagement बढाउनुस् उहाँसँग interact गर्नुस् उहाँको प्रब्लमलाई चाहिँ ट्याकल गर्नुस् उहाँको प्रब्लम लुकाउनु भन्दा पनि उहाँको प्रब्लम एक्चुअलमा के हो त्यो पत्ता लगाउन कोसिस गर्नुस् सबको अगाडि पत्ता लगाउनुस् र सबको अगाडि नै त्यस प्रब्लमको चाहिँ सल्युसन तपाईले दिनुभयो भने चाहिँ कस्टमरको ट्रस्ट चाहिँ इजिली जित्न सकिन्छ सो म अहिले एथर को सर्भिस आई मीन एक्सपिरियन्स सेन्टर गैरीधारामा छु रिसेन्टली चाहिँ हामीले आफ्नो एउटा प्लग्ड इन भन्ने सो दिस इज बेसिकली मिटअप अफ अल दी एथर ओनर्स हैन जति पनि एथर किन्नु भएको छ सो उहाँलाई चाहिँ हामीले एउटा इन्भिटेसन दिन्छौँ एन्ड दे कम एन्ड उहाँ चाहिँ सँग हामी इन्टरेक्ट गर्छौँ प्रोडक्टको फिचर्सको बारेमा पनि झन् डिटेलमा कुराकानी गर्छौँ एन्ड त्यो उहाँहरूको प्रब्लम एक्चुअलीमा के छ त्यो चाहिँ बुझ्न कोसिस गर्छौँ सो इफ यू क्यान सी सो दिस इज एथर 101 डिजाइनहरू छन् हैन It looks so nice, है ना मूवी हॉल जस्तै देखिन्छ हैन क्या so I think our showroom looks so nice हैन एकदमै राम्रो छ that's why we call it not showroom but experience center so हामीले चाहिँ यहाँ चाहिँ बेसिकली सर्टली कुरा गर्नु पर्दा चाहिँ कस्टमरसँग इन्गेज गर्न पायौं उहाँको प्रब्लमहरु चाहिँ सुन्न पायौं उहाँको बेसिकली कसैको खासै त्यस्तो प्रब्लम त थिएन तै पनि माइनर कुराहरु जुन थियो त्यसको चाहिँ खास सल्युसन के हुन सक्छ त्यसमा हामी डिस्कस गर्यौं द बेस्ट पार्ट चाहिँ अरूहरु पनि जुन कस्टमरहरु हुनुहुन्थ्यो यदि कुनै एउटा पर्टिकुलर कस्टमरले केही क्वेशनहरु एराइज गर्दाखेरि चाहिँ हामीले एन्सर गर्नु भन्दा पहिला अरूले नै त्यसको सल्युसन चाहिँ दिइराख्नुहुन्छ सो if you really want to grow your business or grow your yourself as a company जहिले पनि कस्टमरलाई चाहिँ ट्रस्ट जित्नुस् उहाँलाई टाइम दिनुस् उहाँको सल्युसन दिन कोसिस गर्नुस् उहाँको पेन पोइन्टलाई पत्ता लगाउनुस् यस्तै यो कुराहरुमा चाहिँ अलिकति टाइम लाग्छ अलिकति इन्भेस्टमेन्ट चाहिँ लाग्छ अलिकति टाइम इन्भेस्टमेन्ट अनि मनी इन्भेस्टमेन्ट सबै कुराहरु छ यदि यस्तो गर्न थाल्नु भयो भने लङ टर्ममा चाहिँ अफ कोर्स यो बिजनेस चाहिँ अथवा जुनसुकै कम्पनी चाहिँ सस्टेनेबल हुन्छ नि सो थ्यांक यू अल्लाह हाफिज